उचाल्यो कोसेलीको लागि यति मह काटिसक्नुभयो बच्चा। हेलो गुड मर्निङ नेक्स्ट ब्लगमा मेरो आजको ब्लगमा म बिहानै उठेर यहाँ घर सफा गरिसकेँ। मेरो भदैनी उठेर बिहान बिहानै कपाल कोर्दैछु। होमवर्क गरिसकेर स्कुल जानको लागि एकदम रेडी पोजिसनमा छ। कुकुर पनि साथमा खेलिरहेको छ यहाँ। अनि नानीहरू स्कुल जाने भएकोले यहाँ खाना पाक्दैछ। अनि यहाँ हाम्रो ग्यासमा चाहिँ हिजोको मोमो चाहिँ यहाँ तातिँदैछ। खोइ रोटी हिजो मैदाको उफ्रेको अहिले रोटी खाइरहेको छ। ताना न कस्तो रहेछ। अहिले चाहिँ म यो मोमो बोकेर चाहिँ टक्कैसँगले भाउजूहरूको घर जाँदैछु। किन भन्दा आफूले मात्रै मोमो खाएर भएन नि त, अलिअलि बाँडेर पनि खानुपर्छ भनेर यहाँ मोमो बोकेर जाँदैछु। अहिले चाहिँ म जाँदैछु हाम्रो दाजु भाउजूहरूले पाल्नु भएको बाख्रा पालनमा। आमामा सानो सानो कति धेरै रहेछ हौ। कतिवटा छ नानी कति थाहा छैन। सानो रहेछ नि। ए इन्सुरेन्स पनि गरिदिनु भएको रहेछ। कत्रो अल्गोमा हो सबैभन्दा सानो रहेछ। अलि चाहिँ अलिअलि ठुलोको रहेछ। यहाँ पाल्नु भएको अरे बाख्रा पालन गर्नुभएको यो। ए ए ए ओह उसलाई बोक्नुले पनि हगेको छ कि छैन हेरेर बोक्नु गर्न बुई गर्नु। लु ल ल उचाल्यो आमामा तेरेको लु मानेन लड्यो 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 लु ए यहाँबाट मासतिर चाहिँ दाना र सुन्तलाको बोट धेरै वर्ष माथिसम्म हाम्रो दाजुले रोप्नु भएको अरे। यति धेरै सुन्तला छ यहाँ सब फुलिरहेको छ माथिसम्म। माथि घरसम्मै चाहिँ यहाँनिर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सुन्तला बगान यति धेरै उयो परदेखि यहाँ तलसम्म लाउनु भएको छ। यो चाहिँ गाईको दुध हो। 3टा गाई रहेछन्, 3टैले ब्याएको रहेछ नि। यहाँ चाहिँ यसरी मकै राख्नु भएको रहेछ। यहाँ भैँसीको छाला पनि रहेछ हाम्रो माइजूहरूकोमा। यो चाहिँ जाँड यस्तो 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 गरेर घोल्ने बनाउनु भएको रहेछ। नयाँ स्टाइलको देखेको मैले पनि। अहिले चाहिँ दाइहरूको घरमा आएर म रजाइ गर्दैछु। यहाँ उखु खाँदैछु। यहाँ उखु ढालेर लिएर ओभर गुलियो छ तर। यो चाहिँ बाँदर थुन्ने खोर बनाउनु भएको रहेछ। यहाँ त्यहाँ तल पनि रहेछ। यहाँ चाहिँ खानेकुरा राखेर यसरी बनाउनु भएको रहेछ। यो चाहिँ धेर बहादुरले दुःख दिएर चाहिँ यस्तो बनाउनु भएको हो त। अनि यहाँबाटको यताको चाहिँ यस्तो डेन्जर छ। हाम्रो मौरीलाई यसो उपचार गर्नुको लागि एकदम रेडी हुनुहुन्छ। मौरी काट्नु आँट्नु भएको छ यस्तो सेफ्टी तरिकाले। यसरी चाहिँ मौरीको मह निकाल्नु पनि गाह्रो छ। यसरी चाहिँ मौरी उड्छ घुनु परेर। डेडीको आवाज यस्तो छ। मौरी काट्दै हुनुहुन्छ। पट्टि नै हो काट्नु त पर्दैन साथै।
अस्ति स्कुलमा दिउँसो काटेको नाखेमा चिलिदिएको थियो अनि त्यहाँदेखि रिसाइले मैले किनेको नि यसरी चाहिँ मौरी काट्नुपर्छ होइन यो भाँडा मोल्ने त होइन यो चाहिँ मौरी काट्ने चाहिँ ठिक हुने रहेछ यो मौरी काट्दै हुनुहुन्छ है मौरी काट्दै मौरीको मह मात्र मिठो काट्नु चाहिँ बहुत गाह्रो रहेछ खाइसकेको हो कि लाउनु खाँदै भर्खर गर्दै गरेको कस्तो खुदो मात्र क्या चाका उयो नभएको बच्चाहरू यसरी गर्नु नट इजी मलाई नै चिल्छ होला डरै लाग्छ यस्तो गर्ने ओ माई गॉड यसरी मच्छर के अरे मौरी धपाउने अनि यसरी चाहिँ आज हाम्रोमा मौरी काट्दै हुनुहुन्छ ड्याडीले आमा चाक्का चाहिँ कति धेरै हो यस्तो काट्नुहुन्छ सेफ्टीको सहित टोपी लगाएर पन्जा लगाएर ड्याडीले पुरै त्यही भएर म पनि महँगो भएको होला क्या यस्तो मौरीले कम्ता दुःख गर्छ खोस्टे भइसकेछ यो त यति चाहिँ निकालिसक्नु भएको छ ड्याडले अहिले एकपटक चिल्यो भने अनि खुद एकपटक चिल्यो भने अनि खुद चाहिँ हौ यही हो कोसेलीको लागि यति मह काटिसक्नु भयो बच्चा मह खुदो भन्दा पनि बच्चा रहेछ हौ धेरै माई गॉड यसरी काटिराख्नु भएको छ ओइ चिल्छ कि क्या हो छाई भने है स्पेसल कोसेलीको लागि ड्याडीले काट्दै हुनुहुन्छ तर हाम्रो ड्याडी यति बाठो हुनुहुन्छ पुरै सेफ्टीको साथमा हेर्नु न हातमा पन्जादेखि लिएर माथिसम्म यसलाई जसरी खोल्यो त्यसरी नै बन्द गर्ने टुङटुङ गर्ने एउटा म हिरो लिएर ड्याडीले बुझाउनुहुन्छ यसरी गरेर चाहिँ लिपिने चुइचुइ पारेर मिठो लाग्छ यो तल घरमा पनि लानुपर्ने होला नि त यसको चाका